Hello, what are you doing, baby? Hello, welcome. यहाँ अहिले अलि देखाउन लायकको छैन कि म चाहिँ डिनर बनाइरहेको छु टमाटरको अचार ठुलो सिलौटो छैन यो सानो मरिच पिस्ने सिलौटोमा टमाटर पिस्दै छु वाउ कस्तो राम्रो वेलकम टु माई फर्स्ट ब्लग फ्रम मेरो किचन मेरो फोन हाततिर सबैतिर एउटै भयो एकैचोटि भयो क्या मलाई टाउको दुख्छ गोलबेडा पोलेर अलिकति पिस्ने अलिकति चाहिँ चप गर्ने फाइन चप कस्तो राम्रो ल बहिनीले एकदमै स्वादिष्ट मिठो भोजन पकाउँदै हुनुहुन्छ त्यो कसलाई हो यहाँ नहान है मलाई यहाँ अब मलाई किचनमा जसले रिस उठाउँछ त्यसलाई लुकिङ ग्रेट यार कति मिठो पकाउनुहुन्छ होला पोलेको टमाटरको बास्ना अनि धनियाँ हालेको है अर्कै टेस्ट हुन्छ हौ मिठो पकाउँछौ हो तिमीले त बाबा मिठो पकाउँछौ धन्यवाद 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 मान्छे राम्री खाना पनि मिठो बनाउँछु बोलीचाली पनि राम्रो छ मिठो छ आइ हाय कोही साथीहरूलाई यसो टेस्ट गर्न मन लाग्यो भने भिडियो हेरेर एकदमै मन पर्यो भने यो केटी पनि एकदमै राम्रो लाग्यो मिठो बोली वचन लागेर यसको हातको खाउँ खाउँ लाग्यो भने तपाईँहरू आउन सक्नुहुन्छ कहिलेकाहीँ सब्सक्राइब गर्नुहोला वाच पुरै वाच गर्नुहोला भिडियोलाई हेर्नु न कति सानो कि यो मुस्ली यसमा पिसेको एकदमै मिठो हुन्छ हौ यहाँ के खाना पाक्दैछ खाना पाकिसक्यो अनि गोलबेडा चाहिँ यसमा पोलेको किन यसमा पोलेको खासमा चाहिँ सजिलो हुन्छ यसमा पोल्दा चुइँदैन ए मतलब यसमा टमाटर पोल्दा यो ब्लक हुन्छ है यो ब्लक हुन्छ यसमा राख्यो भने चाहिँ टमाटर खासै चुइँदैन अनि सफा गर्न पनि सजिलो राख्नु पनि सजिलो त्यो बास्ना के हो तिमी होमवर्क गर्नुको सट्टामा यहाँ बास्ना अनि यहाँ उसले यहाँ सपोर्ट गर्दैछ अनि यो के पकाएको त्यो चाहिँ वाउ 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 चिकन हो कि मटन हो हाम्रो मटन हो आहा कस्तो राम्रो ग्रेभी रसवाला बढिया बनाउनु भएछ त अब खाँदा कस्तो हुन्छ अनि यो चाहिँ के कप केक हो यो चाहिँ डेजर्ट हो यो चाहिँ डिजर्ट कप केक डिजर्ट अरे खोर्सानीको बिउ रोपी चाहिँ फेरि यहीँ भान्सामै टमाटर रोपी चाहिँ यहीँ भान्सामै बिर्सेर खाइएला नि फेरि केटी खाइन्छ पनि केक भन्दाखेरि तैँले किन यो सानो सानो कागजको कपमा किन रोपेको यो यो चाहिँ पिट कप्स हो अँ यसमा चाहिँ रोपिसकेपछि यसबाटै जरा पलाउँछ अँ अनि पछि सार्दाखेरि पनि यसलाई नै गाड्दाखेरि यहीँबाट जरा निस्किन्छ ए। सजिलो हुन्छ क्या। यो प्लान्ट मात्रै निकालेर सारिराख्नु परेन तर यो यसपालि घाम पानी भएर अलि वेदर नभएर मेरो चाहिँ अलिक बाँकी नै छ उम्रिनलाई एक दुईवटा प्लान्टहरू चाहिँ अलिकति सुक्यो पनि तर ठिकै छ यो फेरि मेरो डिफ्रेन्ट काइन्ड अफ टमेटो प्लान्ट्स हो यसको नाम चाहिँ यो चाहिँ एयरलुम्स टमेटोज भन्छ यसको नाम चाहिँ मस्क फ्रेच प्रोनाउन्सिएसन राम्रै गरेँ त होला यो चाहिँ रेड ब्रान्डी वाइन टमेटो ग्रेट ब्रान्डी वाइन रेड रेड ए रेड कस्तो मिठो नाम हो ब्रान्डी नै यो चाहिँ ब्ल्याक क्रिम भन्ने ए सबै डिफ्रेन्ट टमेटोज हो अब हेरौँ अब यो रोप्नेलाई पनि सजिलो र यसको यो एकदम इम्पोर्टेन्ट र राम्रो खालको बिउ हुनाले चाहिँ यसलाई चाहिँ जोगाएर यसरी उमार्नु परेको होइन मेरो बाहिर राख्यो भने सबै झुसुली किराले खाइदिन्छ टमाटर ए बाहिर किरा फट्याक्दा झुसिलाले खाने हुँदाखेरि एकदम धेरै खाँदो रहेछ क्या टमाटर ए त्यही भएर चाहिँ होइन उहाँले चाहिँ यसरी बिरुवा राख्नु भएको रहेछ तपाईँहरूले पनि आइडिया लिनु होला एकदम सुरक्षित ठाउँमा बिउ राखेर पछि रोप्ने अनि यसमा के हालेको अब यसमा केही छैन यसमा टमाटर पोलेको टमाटर लसुन चाहिँ यसो एक दुईवटा चाहिँ किचाइदिएको अरू चाहिँ सबै काटेको एकदम फाइन चपेर ओके बढिया सो यहाँ छ यो के हो यो ए त्यो चाहिँ त्यो फेरि एडभर्टाइज गरे जस्तो देखेर एडभर्टाइज होइन यो चाहिँ किनेर ल्याएको घरमा खानको लागि यो एडको लागि होइन मजाहरूले मन पराउँछ हटपट सुप हो यो चाहिँ अनि यो चाहिँ गोचुजाङ कोरियन पेस्ट आज भर्खर मगाएको सबै यो यिनीहरूलाई नै स्यालेड ए बच्चाहरूलाई यसो रमाइलोको लागि खानेकुरा मगाएको रहेछ अनि त्यो हो अनि मिठो मिसो छ। सुप मगाएको थिएँ मिसो सुप चाहिँ मेरो छोराले एकदमै धेरै खान्छ मिसो सुप चाहिँ माथि हाम्रो सानो भेजिटेरियन किचन छ त्यसमा छ यो चाहिँ Okay. नन भेजिटेरियन किचन
एकदम राम्रो छ। अब किचनमै अब सबै थोक एकदमै राम्रो, किचन पनि राम्रै छ। अलिक हावा अलिकति यो हामीले यो किचन अलिक टाइम भयो युज गरेको छैन, भेजिटेरियन किचन छ। हो हो हो। यहाँ चाहिँ चियाहरू राखेको छ, यस्तै छ एकदम साथी हो। यो फर्स्ट ब्लग है यो अस्मिता निरौलाको। अस्मिता निरौला हो उहाँको नाम, उहाँको फर्स्ट ब्लग हो। अस्तिदेखि हामीले ग्रिन सर्ट हालिराखेको थियो, त्यो हुँदाखेरि आज चाहिँ पहिलो ब्लग राखौँ भन्ने भयो। अहिलेसम्म बनाउने फुर्सद मिलेको पनि थिएन, त्यही भएर आज चाहिँ नि हामीले यो गर्दैछौँ। फ्रिजमा के छ? मेरो फ्रिजमा अहिले हामी किचन मैले 1.5 महिना भयो केही पकाएको छैन। केही 1.5 महिना भयो फ्रिजमा खासै केही छैन, भन्दा भन्दै पनि यतिका सामानहरू छन्। पिजेस, चिज, यो आइसक्रिम, यो ब्रेड चाहिँ खै कसले राखेको पनि थाहा छैन मलाई। बाँदरलाई नै हुन्छ नि, बाँदरले खाँदो रहेछ त्यो। म्यास चिली, जुस, जुस चाहिँ अस्ति भर्खर केटाकेटीले खाथ्यो। तलको के हो त्यो ब्रेड जस्तो? यो चाहिँ हो के अरे टोटिया। यहाँ चाहिँ के छ? यहाँ चाहिँ जुसहरू, पेय पदार्थहरू। उतापट्टि के छ? उता हेर, दुइटै ढोका खोल्न यसरी। खोइ यो दुइटै ढोका भएको फ्रिज है, एकदमै हेभी छ। यो चाहिँ एकदमै फ्रिज मात्रै हो। अब पेय पदार्थ चिसो, अब अहिले त गर्मी छ, यस्तो बन्स अनि आइसक्रिम। यो चाहिँ मैले टमेटो एकदम बोइल गरेर पिल गरेर राखेको। यो चाहिँ मलाई स्पेगेटीहरू एकदम धेरै बनाइरहेको छु म। स्पेगेटीहरूको लागि उसले टमाटरहरू बनाएर। यतिखेर त टमाटर 100 रुपियाँको 3 केजी थियो, त्यही भएर मैले यति धेरै ल्याएर। ए त्यही अस्ति किनेको हो कि क्या हो? ए ल ग्रेट। सबै मेरो चाहिँ यो स्टकहरू हो। यिनीहरू सबै यहाँभित्र फ्रोजन राखिरहेको छ एकदमै। अब अनि भाटबाट नै गयो, एकैचोटि सपिङ गऱ्यो होइन, अनि राख्यो। त्यस्तै छ हौ। अहिले त खासै धेरै छैन, फेरि 1-2 दिनपछि 1-2 दिनपछि अहिले अब यो किचन चाहिँ युज हुन्छ अब बिस्तारै। यो चाहिँ डाइनिङ टेबल हो, यहाँ अहिले खाना खाइन्छ। उता बत्ती पनि बल्छ होइन? त्यो बत्ती पनि बल्छ साथी। अहिले यो टाइम ठिक छ त्यो घडीको? ए त्यो टाइम लेट। यो चाहिँ पानीको फिल्टर है? यो जमिन मुनिबाट आएको अथवा कतैबाट पाइपमा आएको पानीलाई यसले चाहिँ राम्रोसँग फिल्टर गर्छ। तपाईँहरूले पनि लिन सक्नुहुन्छ। यो एडभर्टाइज गरेको चाहिँ होइन, यो अब देखाएको हामीले यही युज गरिरहेछौँ। अनि अब यसले नमक राखी, खोर्सानी अघि हालेको छैन। खोर्सानी चाहिँ एकछिनमा यो पहिला गरेर बाबुलाई निकालेर। बाबुले खोर्सानी खानुहुन्न? खानुहुन्छ, न्यु खोज्दै बहाना हुन्छ क्या। उसलाई मन परेको चटपटे पानीपुरी पिरो खान्छ, चाउचाउहरू पिरो खान्छ। उसलाई हप्तापल्ट खाना खानु मन लाग्दैन, अनि खानामा पिरो हाल्यो भने चाहिँ कस्तो पिरो रहेछ, म त खानै सक्दिनँ। ओ सो गाइज, अब हामी एकछिनमा खाना खान्छौँ। अनि खाना खाएको त के हाल्नु होइन, अब खाना खाइहाल्छौँ। देखिहाल्नु भयो यहाँनिर मटन ग्रेभी छ, यहाँनिर टोमेटोको अचार छ, यहाँनिर खाना पाक्दैछ। हामीलाई यति भइपुग्छ अहिलेको लागि, किनभने हामीले खाजाहरू पनि खाएका थियौँ, रेस्टुरेन्टमा गएर सेकुवाहरू पनि खाएर आएका थियौँ। यसले यहाँ खोर्सानीलाई पोस्टमार्टम गर्दैछ, अपरेसन गरी यसलाई कटा 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 चप 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 चपिङ बोर्डमा चप गरी यो अब यसमा हाल्ने अचारमा त्यो स्वादिष्ट बन्नेछ जहाँसम्म लाग्छ। अस्मिता निरौलाको फर्स्ट ब्लगमा सबैलाई स्वागत छ साथी। सब्सक्राइब गर्नु होला, नयाँ च्यानल हो होइन। अहिलेसम्म ग्रिन सर्टहरू हालिराखेको थियौँ ग्रिन स्क्रिनको, र आज चाहिँ फर्स्ट ब्लग हो। तपाईँहरू सबैलाई स्वागत छ, धेरै माया छ, हेरिदिनु होला। कमेन्टमा लेख्नु होला कस्तो लाग्छ। तपाईँहरूलाई सब्सक्राइब ब्याक दिनु छ भने पनि भन्नु होला, हामी सब्सक्राइब गरिदिनेछौँ। सो गाइज, तपाईँहरूको हरेक पलहरू शुभ रहोस्। अनि यसरी नै चटनी बनाएर खानु होला। टमाटरलाई पोल्नु होला बेसरी, पहिला पोलेर अनि पिसेर धनियाँ, खुर्सानी र लसुन प्याज यसरी कटिङ गरेर हाल्नुभयो भने चाहिँ त्यसको टेस्टहरू राम्रो आउँछ। यो ग्राइन्डरमा अचार पिस्छन् नि मान्छे, तँलाई के लाग्छ त्यो? हो मलाई पनि त्यही। टेस्ट एकदम अथेन्टिक आउँछ। ब्लेन्डरमा पिसेको चाहिँ सबै एकदमै मिक्स हुन्छ, अनि पानी हो सही हो। मलाई पनि सिलौटामा पिसेकै मनपर्छ कि। मलाई चाहिँ सबै कुरा एकदम हाम्रो नेपाली स्टाइलले पहिला त्यो दाउराको ठुलो हुँदाखेरि जसरी हो त्यस्तो बनाएको टेस्ट बास्ना चाहिँ मनपर्छ क्या। सही हो।
गाउँघरमा जुन किसिमले बन्छ माटोको घर माटोको चुलामा सकेसम्म आफै घरमा पिसेर कहिलेकाहीँ चाहिँ बाहिरको मसला पनि युज गर्छु टेस्ट हुन्छ नर्मली चाहिँ घरकै अदुवा लसुन तपाईँहरूले पनि यसरी नै पिसेर सिलौटामा पिसेर खानु होला यो टमाटरलाई पोलेर अचार पिस्दा चाहिँ तपाईँहरूले सक्नुहुन्छ भने 2 पोटी लसुन हाल्नु थोरै जिरा हाल्नु अनि मजाले पिसेर एउटा खोर्सानी हाल्नु या पिरो नहाले पनि जे गर्नु अनि धनियाँ थोरै हाल्नु बस त्यति भए बबाल हुन्छ केही नभए पनि सो यहाँभित्र चाहिँ के छ कान्छी हेरिहालौँ त खोइ यहाँनिर हेर्न लायक छैन हेर्न लायक छैन भन्नुहुन्छ एकदमै यहाँनिर सस टमेटो केचपहरू ससहरू अब यिनीहरू छ यहाँ अनि चाहिँ प्रायः ससहरू अनि यहाँनिर सुप बेसहरू यस्तै एल्युमिनियम फोइल पेपर्स कफी इन्स्टेन्ट कफी कोही आउनुहुन्छ इन्स्टेन्ट कफी खाने म चाहिँ चिया कफी खासै धेरै खानु त्यही पनि कफी चिया चाहिँ मसँग एकदमै धेरै छ उतापट्टि के छ कफी चियाहरू खोइ तिमीले खाने कुन हो चिया कफी चाहिँ होइन मसँग चिया चाहिँ एकदमै अहिले यो यहाँको नि राखिदिएको के ए ल कफीहरू चाहिँ मसँग चिया चाहिँ एकदमै धेरै हुन्छ चिया र हनी लेमन टी म चाहिँ युजली यो खान्छु यो चाहिँ मलाई एकदम मनपर्छ डिटक्स ग्रिन टी यो चाहिँ नुनिलो नुनिलो हुन्छ त्यस्तै छ यहाँनिर चक्लेटहरू यो चाहिँ कुकिजहरू मेरो छोराको बर्थडे आउँदैछ त्यसको लागि चक्लेट स्टक भन्ने बित्तिकै किन्न जान पनि टाइम हुँदैन कहिले एकदम सही हो बर्थडे आउन आँटेको छ बर्थडेको पनि हामी राख्नुहोला ए कस्तो राम्रो लाइट छ यहाँनिर सिलिङ लाइट यो किचनको यो डाइनिङ टेबलको बढिया देखिएको छ एकदमै वाउ कस्तो राम्रो ओके गाइज फेरि पनि अर्को ब्लग लिएर आउँदा यो फर्स्ट ब्लग हो हाम्रो फेरि सेकेन्ड ब्लगमा भेटौँला अहिलेको लागि हेभ अ ग्रेट टाइम गाइज आई लभ यु सो मच